पुजे भगवान नपुजे ढुङ्गा भन्ने त एउटा बुढापाकाको उखानै छ होइन। प्राचीन शक्तिपीठ हो यो। हजुरहरूले भिडियो मार्फत पनि यसको दर्शन गर्नुभयो भने तपाईँको धेरै मनोआकाङ्क्षा पुरा हुन्छ। यहाँ कति माताहरू आएर यहाँ खडरात्रि गरेर बस्नुहुन्छ होइन, कति बाबाहरू आएर बस्नुहुन्छ, कति धामीहरू आएर बस्नुहुन्छ यहाँ होइन। धेरै धेरै शक्ति प्राप्त गर्नको लागि बस्नुहुन्छ। कतिले सपना देखेर आएँ म यहाँ, मलाई यो ठाउँ कहाँ छ भन्ने थाहा थिएन, मलाई सपना दोष भयो, सपना दोष भइसकेपछि आएँ भन्नुहुन्छ होइन। धेरै धेरै व्यक्तित्वहरू आउनुहुन्छ। भिडियोबाटै हजुरले दर्शन गर्नुभयो भने नि तपाईँको साक्षात मनोकामना पुरा हुनेछ। साँच्चीकै यो एउटा कैलाश पनि हो र शिवजीको वासस्थान। अब यहाँको शक्ति कति छ भन्ने कुरामा त तपाईँको मैले भनि त हालेँ होइन। बाटोघाटो तलबाट भइसकेपछि यहाँको वास्तविकता भएन। यहाँ पूजापाठ रोकियो। पूजापाठ रोकिसकेपछि यो बाटोमा तपाईँको सडक दुर्घटनाहरू धेरै 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 सडक दुर्घटनाहरू भइसकेपछि हामीले यहीँको एउटा पूजा विधिद्वारा होइन, यहीँको यही कार्यक्रममा एउटा गरेर हेरानकोरान गराएर यसको सिधै तल एउटा स्थापना गऱ्यौँ होइन मन्दिर। त्यसपछि तपाईँको सबै गाडीवालाले हर्न बजाउनु चाहिँ एउटा वैज्ञानिक तथ्य पनि त हो नि। जहाँ हर्न बजाइन्छ एउटा मनको हौसला बढ्छ भन्ने त एउटा वैज्ञानिक तथ्य पनि हो। र दोस्रो कुरा, उक्त मन्दिर बनाइसकेपछि गाडीवालाले पनि हर्न बजाउनुहुन्छ, हरेकहरूले एउटा आस्था बढाइसकेपछि यो क्षेत्रमा अटोमेटिक नै एउटा दुर्घटना न्यूनीकरण भएको जस्तो हामीले आफूले पनि महसुस गरेका छौँ होइन। र यहाँ त्यही हो, यहाँ आएर पूजापाठ गऱ्यो भने टाइममा पानी आउँछ। यहाँको कृषकहरूले खेती किसानीहरू गर्नुहुन्छ होइन। सिद्ध बाबाले हेर्नुहुन्छ, एक त सिद्ध बाबा कैलाशमै हो बस्ने होइन। भगवान् श्री सिद्धेश्वर महादेव शिवजी भने नि सबै उहाँको रूप हो, उहाँ बस्ने नै कैलाशमा हो भनेपछि उहाँले सारा ब्रह्माण्डमा हेर्नुहुन्छ। सबभन्दा मेन कुरो, यहाँ भक्तजन यहाँ आउने व्यक्तिहरू कस्तो मनसाय लिएर आउनुहुन्छ त होइन। त्यही मनसाय अनुसार नै शिवजीले प्रसन्न गर्नुहुन्छ। हजुरहरूलाई पनि राम्रो हुनेछ भन्ने एउटा अपेक्षा राखेको छु मैले होइन। आउनुहोला, दर्शन गर्नुहोला। एउटा पुरानो प्राचीन शक्तिपीठ हो भन्न चाहन्छु।
बनाउनुहुन्छ हेरौँ त यतातिर कहिले कहिले बोलकना डाँडा देखिन्छ कि यस्तै उडाएर होइन